भाइ आज खाना त मजाले खानु पर्यो है, लास्टै भोक लागेछ। साउने साउने हजुर भात ल्याउनु त तपाईँको। खाना छ कि छैन हाम्रो यहाँ? सरहरू के खाना ल्याऊँ? खाना लिएर आउनु, लास्टै भोक लागेछ। हुन्छ सर है। लास्टै ढिलो भएन र यो। वेटर सर हजुर एकछिन टाइम लाग्छ है सर। हाइट, यो त लास्टै ढिलो भयो त हो। अलिकति छिटो ल्याउनु न साउने, लास्टै। हजुर सर। थ्याङ्क यू है। अब चाहिँ गम गम गरी खाने हो। तिमीहरू यार यस्तो खाना कोही खान्छ? यस्तो यार भाइ, काँचो भात खाए हामी हो। के कान्छो छोरो चाहिँ? हेर न हेर, यो के हो? यो यिनीहरू लास्टै पाकेको छैन यो। हो त तिम्रो सब्जीले बोलाउ त। हजुर सर खाना के भयो सर? खाना त खाल त गपिरहेको छ। के भयो? रुम त सब्जीले बोलाउ त। ओहो, के भयो सर? के प्रब्लम भयो? के हुनु नि? हेर्नु जस्तो यो के हो खाना? यो खाना हामी खान्छौँ? एक त लास्टै तिमीले ढिलो ल्याएको, त्यो माथि पनि यस्तो काँचो खाने हामी खाने हो? ए भाइ यता आउनु त। के भएको? यो के हो? यो सब के हो? हाम्रो ग्यास हो र? मलाई भन्नु पर्दैन? तपाईँले मलाई भन्नु पर्दैन? यस्तो अवस्था हुन्छ? ग्राहकलाई चाहिँ यस्तो खाना खुवाएर हुन्छ? सरी सर, अब हाम्रो स्टाफबाट गल्ती भयो। अब हाम्रो स्टाफहरूले चाहिँ ग्यास सकेको कुरा मलाई पनि भनेन। अनि देशव्यापी रूपमा चाहिँ यो ग्यासको अभावले गर्दाखेरि हामीले चाहिँ दाउरा बारेर चाहिँ पकाउनु पर्ने अवस्था छ। त्यही कारणले चाहिँ ढिलो भएको हो। हजुरहरूले छिटो भन्नुभयो र हाम्रो सर्भिस पनि ढिलो भएको कारणले चाहिँ भाइहरूले चाहिँ नपकाएकै बात ल्याएको छ। आइन्दा यस्तो हुँदैन सर। अब त्यसको लागि क्षमा। भाइ यो फ्रेस खाना लिएर आउनु है त। ल भाइ, यो टेबलहरू सफा गरेर सरहरूको लागि फ्रेस खाना बनाएर ल्याउनु त। नमस्ते यहाँहरू सम्पूर्णलाई। हामीले चाहिँ एउटा सन्देशमूलक भिडियो बनाएको छौँ। त्यसमा चाहिँ तपाईँहरू अन्यथा नलिनु होला। र यो चाहिँ तपाईँको देशव्यापी रूपमा व्यावसायिक रूपमा चाहिँ काम होटल